कपालमा चाहिँ तेल लाउने अलिक हल्का ठडाउने अलिकति त्यो एक किसिमको रहर हुन्छु र आजभोलि चाहिँ म धेरै नै लोयल भइसकेको छु। किन लोयल भइसक्यो भने कपाल पनि अहिले यो लामो नपाल्ने नठडाउने यो जस्तो छ त्यस्तै छाड्ने होइन यसलाई हल्का धुने मात्रै। किन लोयल भयो भन्नुहुन्छ भने अब हुन त म लोयल जस्तै पहिलो कुरा त मेरो फेस नै लोयल देखिन्छ त्यसरी बुझ्नुपर्छ होइन। र यो 1 वर्ष बितिरहँदाखेरि अझै पनि अलिक समय यो ठाउँमा नै औतारिनु पर्ने डुल्नुपर्ने अवस्था भइरहेछ। टिनेज उमेरमा चाहिँ हल्का कपालमा चाहिँ तेल लाउने अलिक हल्का ठडाउने अलिकति त्यो एक किसिमको रहर हुन्छु र आजभोलि चाहिँ म धेरै नै लोयल भइसकेको छु। हेलो हेलो सबैजनालाई नमस्कार छ। यति बेला चाहिँ म बाहिर घुम्न निस्केको छु र काठमाडौँको गल्ली गल्ली चोकचोकमा हिँड्न थालेको र बस्न थालेको पनि 1 वर्ष पुरा भइसकेछ। कति छिटो समय बित्दो रहेछ थाहै नपाई आज चाहिँ म थोरै बाहिरतिर घुम्नका लागि निस्केको छु र आजभोलि म अनि मेरो चाहिँ के छ भने पहिला चाहिँ म अलिअलि टिनेज उमेरमा चाहिँ हल्का कपालमा चाहिँ तेल लाउने अलिक हल्का ठडाउने अलिकति त्यो एक किसिमको रहर हुन्छु र आजभोलि चाहिँ म धेरै नै लोयल भइसकेको छु। किन लोयल भइसक्यो भने कपाल पनि अहिले यो लामो नपाल्ने नठडाउने यो जस्तो छ त्यस्तै छाड्ने होइन यसलाई हल्का धुने मात्रै। किन लोयल भयो भन्नुहुन्छ भने अब हुन त म लोयल जस्तै पहिलो कुरा त मेरो फेस नै लोयल देखिन्छ त्यसरी बुझ्नुपर्छ होइन। र यो 1 वर्ष बितिरहँदाखेरि अझै पनि अलिक समय यो ठाउँमा नै औतारिनु पर्ने डुल्नुपर्ने अवस्था भइरहेछ।